हेलो साथीहरू, कस्तो हुनुहुन्छ? आशा गर्दैछु सबैजना राम्रै हुनुहुन्छ होला र स्वागत छ मेरो सानो भ्लगमा। र आजको भ्लग अर्कै हुनेछ, जसमा तपाईँहरूले अर्कै किसिमको देख्न सक्नुहुन्छ। र हामी सबैजना टिचर्सहरू, हाम्रो स्कुलको कलिग्सहरू, साथीहरू मिलेर हामी बाहिर लन्च गर्ने डिसाइड गऱ्यौँ। र हामी जाँदै थियौँ, बट हाम्रो जो भाइस प्रिन्सिपल म्याम हुनुहुन्छ ऊ जानु हुँदैन, उसको अलिक काम थियो भनेर ऊ जानु भएन। र हामी लाग्यौँ बाटोतिर। हाम्रो भेज रेस्टुरेन्ट छ यहाँनिर उदलाबारीमा, त्यो बहुतै राम्रो, मतलब सब तरहको खानाहरू भेज तर पाउँछ। यहाँनिर हामी गयौँ, यो तपाईँले देख्न सक्नुहुन्छ हो। त्यहाँदेखि चाहिँ यहाँ गएर हामी भित्र एन्टर गऱ्यौँ र एन्टर गर्ने बित्तिकै फर्स्ट अफ अल हामी एकदम रिल्याक्स भएर बसेर हामीभन्दा अगाडि नै सरहरू आइपुग्नु भएको थियो र उनीहरूले बसेर चाहिँ अर्डर के गर्ने भनेर डिसाइड गर्नु हुँदै थियो। र हामी पनि आफ्नो सिटमा बस्यौँ र बसेर त्यहाँदेखि चाहिँ फर्स्ट अफ अल रिल्याक्स भयो। रिल्याक्स भएर चाहिँ हामी थाहा छैन तर के गफहरू गर्दै थियौँ। हामी फाइनली हाम्रो अर्डर कन्फर्म भयो भनेर भन्दै थियौँ। र जसमा के अर्डर गरेको छु तपाईँले देख्न सक्नुहुन्छ। र यहाँनिर एकजना सर हुनुहुन्छ, उसलाई मैले नेपाली बोल्नु सिकाउँदै थिएँ, ऊ बेङ्गोली हुनुहुन्छ। र अगर तपाईँहरूलाई मैले के सिकाएँ सुन्नु छ भने मलाई मेसेज गर्नुहोला र म यो जो क्लिप छ म अलग्गै अपलोड गरिदिन्छु। त्यसको पछि हाम्रो फर्स्ट ड्रिङ्क आयो, मसाला कोल्ड ड्रिङ्क। यो मेरो वान अफ द बेस्ट कोल्ड ड्रिङ्क हो, मलाई धेरै 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 मनपर्छ। त्यसको पछि आस्ते आस्ते गर्दै हाम्रो सबै खानाहरू आउँदै गयो, र जसमा हामीले मगाएको थियौँ डोसा, मसाला डोसा। त्यहाँदेखिको यो चाहिँ सरले मगाउनु भएको थियो, के अरे के पो थियो बिर्स्यो हो, होइन चिल्ली मसरुम। त्यसको पछि हामी खाना आइसकेर चाहिँ म अलिकति पोज दिँदै थिएँ कि क्यामेराको अगाडि। त्यहाँदेखि मैले फेरि क्यामेरा सेट गरेर डोसा फर्स्ट मैले डोसा खाएँ। डोसाको बाद जो थियो हाम्रो हक्का नुडल्स, सेजुवान नुडल्स हामीले अर्डर गरेको थियौँ, बट त्यो सेजुवान जो नुडल्स थियो त्यो यति धेरै पिरो थियो। र त्यसको पछि हामी यहाँ बसेर पुरा गफ गर्दै हामी आफ्नो खानाहरू पुरा इन्जोय गर्दै थियौँ। र यहाँनिर सरहरूले पनि एकदम धमाधम खानु हुँदै थियो। र धेरै दिन बाद हामीले यस्तो प्लान गऱ्यौँ र त्यसका लागि एकदम धेरै राम्रो पनि लाग्यो, प्लस रिफ्रेसमेन्ट पनि लाग्यो हो। अन्त यहाँ चाहिँ एकजना मिस हुनुहुन्छ, ऊ सबसे भन्दा ढिलो चाहिँ खाना खानुहुन्छ। र त्यसको पछि हेर्नु सक्नुहुन्छ। र खाना खाएको बाद जो थियो हाम्रो प्लेट यस तरिकाको थियो, र जसमा मैले नुडल्स खानु सकिनँ, धेरै पिरो थियो। त्यहाँदेखिको चाहिँ हामी त्यहाँबाट निक्लेर हामी आफ्नो घरतर्फ लाग्यौँ। कस्तो लाग्यो भ्लग भनिदिनु होला। बाई बाई। अन्त मेरो पेजलाई फलो गरिदिनु होला।